हे गाइज म रिपेश पहाडी र आज हामी एउटा कुरा सिक्नेछौँ आफ्नो भोइसलाई क्लियर र तिखो कसरी बनाउने भन्ने कुरा र मैले यो कुरा मैले पनि आफूले प्र्याक्टिस गरेको हो र गरिरहेको छु र तपाईहरुलाई पनि म सिकाउन गइरहेको छु। यदि तपाईको भोइस क्लियर छैन भने तपाईले एउटा कुरा मात्र गर्नुपर्छ र त्यो हरेक दिन 15 मिनेट प्र्याक्टिस गर्नुभयो भने तपाईको भोइसमा धेरै ठुलो डिफरेन्स आउँछ। र स्टार्ट गरौँ हाम्रो भिडियो। ओके, पहिलो कुरा भनेको तपाईले केही कुराहरू लेख्नुहोस् जुन चाहिँ तपाईलाई उद्घोष गर्नु छ अथवा कसैलाई सुनाउनु छ, जस्तै भिडियो बनाउनु छ भने र तपाईले एउटा डट पेन लिनुहोस् र यसो गर्नुहोस् लाइक दिस एन्ड तपाईले लेख्नुभएको स्पिच यसरी पढ्नु पर्यो। पूर्व क्षितिजको त्यो व्यस्त सहर कोलाहल र हतारको एउटा निरन्तर धुनमा गुडिरहेको छ, तर बाटोको किनारमा रहेको पुरानो जमानाको क्याफे भित्रको वातावरण पुरै फरक छ। मुछेको चिसो सिरेटो चेप्न टाँगिएको बाक्लो पहेँलो पर्दाले भित्री कोठालाई समय र बाहिरी वेगबाट पूर्ण रूपले अलग बनाएको छ। भनौँ यो एउटा सानो बिछौनी हो। यो चाहिँ मेरो एउटा बुकको एउटा अंश हो र तपाईले सुनिहाल्नु होला कसरी के गर्ने भन्ने कुराहरू। तपाईले प्र्याक्टिस गर्नुहोस्, मजा आउँछ। र यो कुराबाट चाहिँ कसरी भोइस क्लियर र तिखो हुन्छ भने हाम्रो यो टङको जिब्रोको कसरत हुन्छ र थोरै घाँटी खुल्छ। यसरी जुन प्र्याक्टिस गरिन्छ त्यसबाट थोरै घाँटी खुल्छ र आफ्नो भोइस निरन्तर सुत्रेको महसुस गर्नुहुनेछ। यति भन्दै हामी भेट्छौँ अर्को भिडियोमा। त्यतिन्जेलको लागि टाटा बाई बाई। च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ।